गोरी मिसको जिके क्लासमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज हामी साग सम्बन्धी लोकसेवाका विभिन्न परीक्षाहरूमा सोधिने महत्त्वपूर्ण सामान्य ज्ञानहरूका बारेमा विस्तृत रूपमा पढ्नेछौँ। आउनुहोस् आजको भिडियो सुरु गरौँ। सागको अवधारणा कसले र कहिले ल्याएको हो? बङ्गलादेशका जियाउर रहमानले सन् 1980 मे 2 मा। सागको स्थापना कहिले भएको हो? सन् 1985 डिसेम्बर 8। सागको सदस्य सङ्ख्या कति रहेका छन्? 8। सागको संस्थापक सङ्ख्या कति रहेका छन्? 7। साग ओडापत्रमा कति धारा रहेका छन्? 10 धारा। सागका उद्देश्यहरू कति रहेका छन्? 8 वटा। सागका सिद्धान्तहरू कति रहेका छन्? 3 वटा। सागका अङ्गहरू कति रहेका छन्? 5 वटा। सागको पहिलो बैठक कहिले र कहाँ भएको थियो? सन् 1985 डिसेम्बर 7 देखि 8 सम्म बङ्गलादेशको ढाकामा। सागको 18औं बैठक कहिले र कहाँ भएको थियो? सन् 1914 नोभेम्बर 26 देखि 27 सम्म नेपालमा। सागको 19औं बैठक कहाँ हुने तय भएको छ? पाकिस्तान। सागको सचिवालय कहाँ रहेको छ? नेपाल। स्थापना सन् 1987 जनवरी 17। सागमा हालसम्म कतिजना महासचिवहरू भए? 15 जना। सागको पहिलो महासचिव को थिए? अबुल अहसन, बङ्गलादेश। सागको हालका महासचिव को हुन्? गोलाम सरवार, बङ्गलादेश। नेपालबाट हालसम्म कतिजना सागका महासचिव भएका छन्? 2 जना। यादव कान्त सिलवाल र अर्जुन बहादुर थापा। सागको एकमात्र महिला महासचिव को हुन्? कथिमाथ धियना सैयद र राजीनामा दिने महासचिव पनि यिनै हुन्। सागको मासिक पत्रिकाको नाम के हो? स्पेक्ट्रम। सागका पर्यवेक्षक राष्ट्रहरू कतिवटा रहेका छन्? 9 वटा। सागका क्षेत्रीय सङ्गठनहरू कतिवटा रहेका छन्? 5 वटा, जसमध्ये कृषि सूचना केन्द्र बङ्गलादेश, क्षयरोग निवारण नेपाल, ऊर्जा वातावरण पाकिस्तान, सांस्कृतिक केन्द्र श्रीलङ्का र प्रकोप व्यवस्थापन भारतमा रहेका छन्। साग राष्ट्रहरूले निम्न अनुसारका खर्च बेहोर्ने गरेका छन्। भारत 30.32%, पाकिस्तान 22.52%, बङ्गलादेश, नेपाल र श्रीलङ्का 10.72%, अफगानिस्तान, भुटान र मालदिभ्स 5%। युएनओमा प्रवेश गर्ने पहिलो र अन्तिम साग राष्ट्रहरू कुन कुन हुन्? पहिलो भारत र अन्तिम बङ्गलादेश। नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने पहिलो र अन्तिम साग राष्ट्र कुन कुन हो? पहिलो भारत र अन्तिम भुटान। साग राष्ट्रमध्ये प्रति व्यक्ति आय उच्च र कम भएको राष्ट्रहरू कुन कुन हो? मालदिभ्स र अफगानिस्तान। साग राष्ट्रमा साक्षरता दर उच्च र कम भएको राष्ट्रहरू कुन कुन हो? श्रीलङ्का र अफगानिस्तान। साग वर्ष कहिलेदेखि मनाउन थालिएको हो? सन् 1989 देखि। साप्टा कहिलेदेखि लागू भएको थियो? सन् 1995 डिसेम्बर 7 देखि। साफ्टा कहिलेदेखि लागू भएको थियो? सन् 2006 जनवरी 9 देखि। यो सँगै
आजको भिडियो यति नै। तपाईहरूलाई यो भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला र अरू पनि यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला भन्दै आजलाई म गोरी मिस यहाँहरूबाट बिदा हुन्छु। हस्त धन्यवाद।